यहाँसम्म आएको छु। हजुरहरूको सानो सहयोगले मेरो जीवन बच्न सक्छ। कृपया मलाई सहयोग गर्नुहोस्। सेवामा धर्म सबैको लागि संकल्प छुनुहुन्न। उठाउनु दिनुहोस्। दयाको जीवन आमाप्रति श्रद्धा भक्ति सम्मान र आदर व्यक्त गरी माता तीर्थ औँसी मनाइँदैछ। प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव व्यक्त गर्ने पर्वलाई आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औँसी पनि भनिन्छ। सो अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्टाङ्ग खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने प्रचलन रहिआएको छ। आमा नभएकोले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्दछ। दिवंगत आत्माको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीका दिन काठमाडौँको माता तीर्थमा मेला नै लाग्ने गर्दछ। मेलामा सहभागी भई त्यहाँ स्थित कुण्डमा दर्शन गरेमा दिवंगत आमा र हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ। आमा नहुने नरनारी माता तीर्थमा गई स्नान तथा हरिहर विष्णु शिवको पूजा गर्दछन्। आमा नभएकोले सके प्रत्येक वर्ष नसके एक पटक माता तीर्थ औँसीमा श्राद्ध गर्नुपर्ने मान्यता रहेको छ। राम्रै जाने भयो यो
आउने औँसीको सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र हेर्नुहोस् साथीहरू, आमा भनेको एकदमै महत्त्वपूर्ण हो। त्यसैले आमालाई हामीले माया गर्नुपर्छ। आमा हुनेले आमालाई माया गर्नुपर्छ। आमा नहुनेले आमाको सम्झनामा आफूले सक्दो दान धर्म दिने, भगवान्लाई चढाउने, टुपट्टी गरिदिने, त्यो गरेको खण्डमा हामीले चाहिँ हामी आफू आमाको सन्तान भएको चाहिँ महत्त्व हुन्छ त्यतिखेर होइन। त्यही भएर संसारमा अरू सबै कुराहरू हामीले चाहिँ लिन सकिन्छ, सबै कुराहरू हामीले चाहिँ बनाउन सकिन्छ, तर आमा भन्ने चिज चाहिँ बनाउन नसक्ने रहेछ। र आमा बिना संसार पनि शून्य हुने रहेछ। अनि त्यही भएकोले चाहिँ सबैजनाले आमा भएकोले आमालाई माया गर्नुहोस् भनेर भन्न चाहन्छु।